नमस्ते सबैजनालाई। म इन्जिनियर सुनिल यादव। आज तपाईँहरूलाई म हाइड्रो पावरमा हुने कम्पोनेन्टहरूको बारेमा भन्न गइरहेको छु। तसर्थ हाम्रो पहिलो कम्पोनेन्ट हाइड्रो पावरमा जसलाई हामी इनलेट भन्छौँ, इन्टेक भन्छौँ, त्यो इन्टेक यो नै हो। यो फर्स्ट कम्पोनेन्ट यही नै हो। यहीँबाट पानी चाहिँ जाने हो। मेन कम्पोनेन्ट भन्दा पनि फर्स्ट कम्पोनेन्ट गर्न बुझिन्छ। अब हेर्न सक्नुहुन्छ, यो भनेको हाम्रो इन्जिनियरिङ भाषामा अन्डर फिनिस हो। यसले के काम गर्ने हो भने यहाँ जुन हुन्छ नि सिल्टहरू, यो सिल्टहरूलाई यो यहाँ गेट हुन्छ अन्डर फिनिसको, अनि त्यो गेट खोलिसकेपछि यहाँको जति सिल्ट हुन्छ सबै यता मेन स्ट्रिममा जाने भयो। तर त्यो सिल्ट फ्री वाटर चाहिँ यो इन्टेक हेर्नुहुन्छ, यो टेम्पोररी वाल हो। यो वाललाई हामी यो हेर्नुभएछ नि मेसिनरी वर्क छ, मेसिनरी स्टोनवाला वाल छ, यो यसलाई घटाउने हो। किनभने अहिले त्यहाँ इन्टेकमा काम भइरहेछ, अनि त्यो काम यताबाट पानी नजाओस् भनेर अहिले बनायो हो। पछि यसलाई भत्काउने हो। अब यो अन्डर फिनिसको अर्को काम पनि के हो भने, अब ड्राई सिजनमा पानी कम भएको बेला गेट लगाउने, गेट लगाएर यहाँबाट जुन पानीको लेभल बढेर अनि इन्टेकमा जाने हो। अब यो इन्टेक पोर्सन भइ नै हाल्यो। यहाँ हेर्नु सक्नुहुन्छ जम्मा अलि तपाईँहरूले यहाँ 3वटा जम्मा गेट छ। यो वाल कारणले हेर्नुभएको होइन, 3वटा गेट छ, अनि 3वटै गेटबाट चाहिँ पानी उता ग्राभेल ट्र्याप हुँदै एप्रोच क्यानल हुँदै र सेटिङ मेसिनमा जान्छ। अनि त्यसपछि त्यहाँ सेटिङ मेसिन कुराहरू पछि म भन्ने नै छु। हस्, धन्यवाद।